Hello guys, welcome to my YouTube channel. My name is Prince Matra र आज हामी शिल्पाराम पार्क घुम्न आएका छौं र मसँग मेरो बाबा मम्मी अनि ठुलो बाबा आउनु भएको छ। कस्तो छ यो शिल्पाराम पार्क अनि तपाईलाई सबै भ्यू देखाउने छौं। लेट्स गो। यहाँ टिकट पनि भयो, एकदम राम्रो छ यो शिल्पाराममा। यो पुरानो यो इन्डियाको उसलाई जनाउँछ अरे यो, अनि टिकट भयो, मस्त छ यहाँबाट। सुरुमै यहाँ आउने बित्तिकै भगवानको पूजा गरेको छ। यहाँ भगवानको मूर्ति छ, ठुलो गणेशको मूर्ति छ यहाँ। ए गेटैमा छ। कहाँ कहाँ जाने, के जाने, रक्स हाइलाइट्स शिल्पाराम म्याप। ल मेरो चल्लाले यो गाउँ भ्यालेज के अरे भ्यालेज एरिया, यो गेटबाट चाहिँ हामी भित्र गाउँ एरियामा छिर्दैछौँ। पहिलाको गाउँ कस्तो थियो, के थियो, यो शिल्पारामबाट थाहा हुन्छ। हामी फ्यामिली साडू अनि मेरो वाइफ, मेरो बेटा प्रिन्स महतरा। अनि यहाँ अब यो चाहिँ यहाँ बहुत राम्रो छ। अब यो पुरानो जमानाको, एकदम पुरानो जमानाको हाम्रो नेपालमा पनि छ हैन। पुरानो जमानामा के हुन्छ, कस्तो हुन्छ। यहाँ अगाडि बोर्ड पनि देख्न सक्नुहुन्छ, यहाँ बोर्ड पनि छ, अरू के छ सबै म देखाउँछु। अनि पुरानो हस्तकला, हातले बनाएको ह्यान्डिक्राफ्ट भन्छ हैन, हैन सर, त्यो छ। हजुर ल यहाँ बोटमा चढ्ने भनिरहेको छ, के छ एकदम सबै चिज हामी चाहिँ एक्सप्लोर गर्नेछौँ। भिडियोमा अन्तिमसम्म बनेर बसिदिनु होला। ल यहाँ यो बोटिङ पनि छ। कहाँबाट हो बोटिङको टिकट सिकट? ल खास ठुलो एरिया रहन्छ, तर घुम्नलाई चाहिँ प्रशस्त छ। ब्ल्याकस्मिथले लोहारहरूले यहाँ काम गर्दैछन्। हथौडा, आरी बनाउँदैछन्, आसी बनाउँदैछन्। यो पुरानो जमानाको अब यो के अरे वर्करहरू, काम गर्ने मान्छेहरू, किसानको हातमा फौडा छ। अनि यो के अरे सब्बल छ, ऊ त्यहाँ माथि ऊ छ। यस्तो राम्रो बनाएको छ यहाँ स्ट्रक्चर। यहाँ चाहिँ यो ऊ लगाएर के भन्छ, यो हाँडीको ऊ बनाएर यहाँ यसरी बनाएको छ। अब यहाँ हामी पछाडि फेरि जाँदैछौँ। पुरानो घरहरू यस्तो हुन्थ्यो, यहाँ देखाइरहेको छ। यो चाहिँ के हो? टमाटरले भाँडा बनाउँदैछन् यहाँ। टमाटरले यो भन्नाले यो ऊ मेसिन जस्तो गराएर होइन, एउटाले चाहिँ यहाँ यो भन्नाले हामीले ठेकीहरू बनाउँथ्यो नि, त्यस्तो टाइपको आकारहरू यहाँ दिँदैछ, यहाँ बनाउँदैछ। एउटाले चाहिँ उसलाई घुमाउँदैछ, ऊ त्यो घेर्नीलाई घुमाएर बनाउँदैछ। अब यहाँ अगाडि हेरौँ, यो लालटिन, यी लालटिन देख्नु सक्नुहुन्छ। पहिलाको जमानामा लाइट आउँथेन, त लालटिन देखाउँदैन। यहाँ चाहिँ यो के हो? खेलौनाहरू बनाउने, टोइजहरू बनाउँदैछन्। अब कसै खुट्टा बनाएको छ, हात बनाउँदैछ, त्यस्तो चाहिँ मेकिङ टोइज मेकिङ। उहिलेको ग्रामीण बजार यस्तो हुन्थ्यो, यो पहिलाको ग्रामीण बजार। यो चाहिँ हामीले लक्ष्मी मान्छौँ गाईलाई। गाईको चाहिँ लक्ष्मी माताको पूजा भइरहेको छ। यहाँ तल चाहिँ
यो चाहिँ म के भन्छ यसलाई हालेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ लक्ष्मीलाई पूजा गरेको, गाईको पूजा आजा गर्ने अनि उसलाई चाहिँ राम्रोसँग पुरा नुहाइदिएर गराइदिएर चट्ट फुलमाला लगाइदिएर होइन यस्तो छ यो कल्चर हो। यो चाहिँ यो बजार हो, पुरानो बजारमा यस्तो हुन्छ। यो आलु छ, प्याज छ, सबै चिज बिक्री भइरहेछ। यहाँ चाहिँ तराजु लिएर एउटै बजाइ यसरी मजाले बिक्री गर्दैछन्। पछाडि पनि बिक्री गर्ने मान्छे छ। यहाँ चाहिँ पहिला एउटै बजाइ चाहिँ मजाले यसरी बसेर हेरिरहेको छन्। मस्त छ। सुगालाई बेच्दैछ यहाँ पुरानो उसमा चाहिँ कपाल त्यसरी काटिन्छ, त्यहाँ पर चाहिँ कपाल काटेको बनाइरहेछ। मस्त छ चाहिँ प्यालेस लाइफ और बजार होइन बजार। यो गोरु जोतेको बाजेले मस्त तरिकाले गोरु जोतेछन्। ऊ हलो छ अनि सबै नारा सारा गोरुलाई कस्तो मजाले सजाएर हेर्नु सक्नुहुन्छ। यहाँ बजेले चाहिँ तरकारी सरकारी लिएर आएको छ सानो बच्चालाई कति राम्रोसँग मायाले। कोही आमा भनेको आमा नै हो कि कति खुसी छ हो कि आमाको काखमा बच्चा र हेर्नु है गोरुलाई यसरी चाहिँ पिटेर च्याट्ट जोतिन्थ्यो। यहाँ पनि जोत्दैछ। यो आदिवासी लाइफ यस्तो थियो। यहाँ चाहिँ यो हामीले दसैँ तिहारमा के अरे डोरी सोरी बाँधेर पिङ खेल्ने टाइपको छ। अनि यहाँ चाहिँ तबेला बनाइरहेको छ। यो तबेला होइन अनि सबै छ। ऊ त्यहाँ पर चाहिँ यो मृगको चाहिँ टाउको पनि छ। अनि त्यो बजाउने बाजा सहित छ यहाँ सबै। यो चाहिँ के हो यो ठोक्ने सोक्ने अनि काठका भाँडाहरू छन् होइन अनि मधुसहरू छ सबै छ यहाँ। यो चाहिँ के भन्छ त्यसको काठको काम गर्ने होला होइन। यहाँ त्यो डोरीहरू छ, पहिलाको आँसीहरू कस्तो थियो अनि मुखेलोहरू जस्तो योहरू छ। अनि त्यसरी यहाँको हलो यस्तो थियो है। यहाँको हलो चाहिँ यस्तो थियो, यस्तो टाइपको काठको हलो सलोको काम गर्ने। यो चाहिँ थारू जातिमा पर्छन् होला। यो चाहिँ यो घरमा हो त्यहाँ भित्र पूजा गर्ने। अनि त्यसरी यहाँ बाहिर चाहिँ यसरी बाहिर राखेको अनि बाहिर खाना बनाउँदैछ आन्टीले। एकदम यो पनि राम्रो छ। अब यस्तो टाइपको देखाएको छ। यो चाहिँ माझीहरू होला सायद यहाँ, किनभने चाहिँ सबै माछा मार्ने जस्तो टाइपको छ सबै छ। सबै यहाँ अङ्कलले चाहिँ चट्ट बनाउँदैछन्। यो चाहिँ उसको मस्त छ। यो आँसीहरूको काम गर्ने अनि यो धेरै छ आइटमहरू। यो के भन्छ अनि यहाँ चाहिँ सकटी बुन्ने मस्त बनाएको छ। अनि यो चाहिँ घेर्नी सिर्नी छ। घेर्ने अनि ऊ त्यो के भन्छ त्यसलाई सुप्पो अनि ठेकीहरू सानो सानो काठको चाहिँ सबै चिज बनाएको छ यहाँ। अनि सुप्पो बाँसको तराजु यो पहिला जमानाको चाहिँ यसरी चाहिँ तराजुमा जोखिन्थ्यो। एकातिर साइडमा चाहिँ यो वेट यसरी नापिन्थ्यो। यो तराजु सायद आजभोलि पनि गाउँमा पनि होला, पूर्वतिर होला। त्यसरी यसरी काम गरिरहेको। ऊ हेर्नुहोस् हाम्रा बेहुली ऊ ठ्याक्कै हेर्नुहोस् यस्तो राम्रो। यो चाहिँ माटोको भाँडा मूर्तिहरू बन्ने ठाउँ है। यसरी बनाउँथ्यो। पोटस हाउस सबै माटोको भाँडा बनाउने। माटोको भाँडामा पानी खान्थ्यो नि त पहिला। यसरी घुम्ने यो चर्का छ तल, चर्काबाट घुमाइ यत्रो ठुलो बनाउने यस्तो थियो। चाहिँ हाम्रो आमाले पनि जाँतो ढिकी कुटेको हो क्या। त्यही भएर बिहान 5 बजे उठेर जाँतो ढिकी कुट्नु पर्थ्यो अरे।
यो चाहिँ यहाँ देखाएको छ जाँतो ढेकी भन्ने अहिलेको मान्छेहरूलाई थाहा छैन र यहाँ चाहिँ पत्रिका बाजेले पत्रिका बसेर पढ्दै हुनुहुन्छ। यहाँ चाहिँ दुई भाइ बिना खेल्नलाई चाहिँ यस्तो मस्तसँग फ्यान्स यस्तो हुन्छ। ए बाजेको एउटा दाँत रहन्छ, दाँत चाहिँ कता गयो बाजे त्यो चाहिँ भन्नु होला। पुरानो कल्चरको चाहिँ मस्त छ, दामी छ। यहाँ चाहिँ पुरानो एकदम यो सिटीभित्र छ, हैदराबादको सिटीभित्र हो तर वन जङ्गलले राम्रो बनाएको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ खरको छानो हो, सबै यो खरको छानो थकाइ मार्नलाई बनाएको। अहिले चाहिँ यहाँ चाहिँ ऊ गराएको छ, निषेध गरेछ तर यो पुरै हेर्न सक्नुहुन्छ सबै खरको छानो छ। यो खरको छानोले छाएको यो मस्त बनाएको छ एउटा उसमा खर कहाँबाट लिएर। अनि यो हरेक ठाउँमा लालटिनहरू राखेको छ, लालटिनबाट चाहिँ यसलाई करेन्ट जोडेर लालटिनबाट बनाएको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ मस्त जग्गा छ, दामी। यहाँ चाहिँ बोटिङ गर्ने भनेको छ बाबुले। बोटिङ चाहिँ पाइडल आफै हान्नु पर्दो रहेछ बाबु यार, पाइडल हान्न सक्छस् हामीलाई? अनि यो घर यो सबै बाँसको हो। यो फेरि माथि टिनले छाएको छ, टिनलाई चाहिँ पत्रा जस्तो बनाएर यो सबै बाँसको। यो घर चाहिँ पछाडि हेर्न सक्नुहुन्छ पुरा बाँसको काठको बनाएको। त्यो चाहिँ दामी छ, यस्तो दामी हेर्न सक्नुहुन्छ। यो शिल्पारामम हो। यहाँको चाहिँ इन्डियाको कल्चर देखाउन खोजेको छ। यहाँको इन्डियाको कल्चर, पुरानो कल्चरमा चाहिँ के थियो कस्तो थियो अनि यसलाई चाहिँ सँगालेर राखेको छ। को कृष्णको बाँसुरी यस्तो दामी बनाएको छ। गेट हो, यो गेटबाट परसम्म हेर्न सक्नुहुन्छ कस्तो दामी बनाएको छ। यो गेटलाई यस्तो डिजाइनिङ दिएर बनाएको छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ फेरि ट्याक्क यो कृष्णको मूर्ति राखेर परसम्म यो गेट बाटो पानी तान्दैछन्। यस्तो पुरानो चिजको चाहिँ मस्त बनाएको छ। यो पानीको पोखराबाटै पानीलाई यस्तो दामी बनाएको छ। हेर्न सक्नुहुन्छ मोटर लगाएर पानी चाहिँ छुट्टाइ नहुने भनेको बुद्धवाज बर्निङ नेपाल। म फेरि पनि भन्न चाहन्छु हाम्रो लुम्बिनीमा शान्तिका दूत बुद्धको जन्म भयो। ढोका दरवाजा मतलब गेट हो, यो बाँसको ल हेर्न सक्नुहुन्छ पुरा टोटली बाँस हो। ल मस्त बनाएको छ। काम गर न यार, काम गरेपछि बैलगाडामा अहिले पनि गुडाउँदैछ नि। यिनीहरू सबै बच्चा बच्चाहरूलाई खेल्नको लागि यस्तो दामी बनाएको छ। ल सब चिज छ बच्चा बच्चालाई मस्तको हुन्छ। तपाईँहरू पनि आउनु चाहन्छु भने आउनु होला, हेर्नु होला मस्तै। मेरो छोरालाई पनि यही चाहिएको थियो, च्याट्टै घुमिरहेको छ। आमा छोरा साडो चाहिँ उता हुनुहुन्छ। यहाँ हाँसहरूलाई कस्तो मजाले पालेको छ। यहाँ सबै ठुलादेखि सानो सबै बच्चा बच्ची ठुला मान्छे सबै यहाँ खेल्न सक्छ। यसकै जुरो सुरो आएको कालिज रहेछ हेर्न सक्नुहुन्छ कति लामो यार पुच्छर यस्तै चारो दिएर। यो कालिज चाहिँ साउथ इस्ट एसियामा पाउने रहेछ। कति राम्रो छ हेर्नु है, रातो एसिया र युरोपमा पाइने कालिजको पनि जात फरक हुँदो रहेछ कि। यसमा चाहिँ एउटा छ पर चाहिँ पोथी छ, मस्त रहेछ। ल हेर्न सक्नुहुन्छ यो तालिमै दिए जस्तो छ होइन। धेरैजना आएर अस्ट्रेलिया अनि इन्डोनेसियामा यहाँबाट अलिकति अरे सरी सुगा यहाँबाट राम्रोसँग आउने जाली धेरै हालेको रहेछ। यहाँ चाहिँ कम अमेरिका, साउथ अमेरिका। ल हेर्नु यो साउथ अमेरिकामा पाइने सुगा एउटै मात्रै। छोरो हेर्नु त बाफ्रे लुकाएको क्या ठ्याक्कै यार, सुनलाई लुकाएको तिनले। यो चाहिँ भाले होला,
यहाँ चाहिँ अलिकति जालीले गर्दाखेरि लिन अलिकति गाह्रो छ र हेर्नु जालले गर्दा अलिकति समर्थ भएका छौँ। ए आयो आयो कस्तो ठाउँमै आएको हेर्नु सक्दै सामनेमै छ यो। कहाँ पाइने अरे यो ढुकुर साडु अफ्रिकामा पाइने। ओहो ल हेर्नु यो ढुकुर अब नेपालमा पाइने जस्तो छैन। यो कलर पनि हेर्नु यसलाई ढुकुर भन्छ है, हामीले चाहिँ ढुकुर भन्छन्। ल टुकुर टुकुर गर्नेवाला हो यही हो। यो कौना चरा हो यो प्रिन्सेस भन्छ। अस्ट्रेलियामा मरेको पनि हुन्छ। हिँडेको गर्छ यार कताबाट लिने हेर्नु कुखुराको भाले यी भाले शुद्ध पनि हालिदिएछ र हेर्नु सम्झो भाले पोथी हाँस कति ठुलो छ त्यो हाँस। ल हेर्नुहोस् बाजेले काम गरिरहेको यहाँ खरको छाना है यो गाइज यो पुरा खर हो यो पुरा यो हेर्नुहोस् यो खरे गाउँकै याद आयो सिटीमा फर्स्ट टाइम देखेको यस्तो मजाले। जाऊ कति हजारको हेरी कति करोडको अरे सुगा हेर्न गएको थिएँ। 1.5 लाख का सुगा। यहाँ चित्र यस्तो दामी चित्र बनाएको छ। तपाईँले यहाँ एउटा चिज याद गर्नु छैन होला, म लास्टमा भन्छु तपाईँलाई के छ भनेर यहाँको होइन। यसरी यस्तो पेन्टिङ थियो, सानो घर हाल्ने चट्ट
गाउँतिर पनि छन् फेरि कहीँ यस्ता घरहरू पनि देख्न सक्नुहुन्छ। अहिले चाहिँ अफिस पनि बनिरहेको छ। यो पुरा टाइल्सहरू छ लगाएको छैन। हेर्नुहोस् यो नटराजको मूर्ति यस्तो दामी बनाएको यो पुरा ढुङ्गाको माथि यो पहाडहरूको माथिबाट। हातले बनाएको ह्यान्डिक्राफ्ट भन्छ। यस्तो अब नेपालमा लगाउने शेर्पाहरूले हेर्ने जस्तो छ। हातले डिजाइन हाल्नु कोही कोही चाहिँ मेसिनले पनि होला होइन, तर यो चाहिँ टोटली हातले बनाएको ह्यान्डिक्राफ्ट भन्छ। यता पनि ह्यान्डिक्राफ्ट यता भन्छ। डिजाइनहरू कस्तो खतरा खतरा गर्नु मिल्दैन। यसमा चाहिँ मस्त छ। मालो सबै बनाएको तर हातले मात्रै भन्छ। तर मस्त मस्त छ। सानो सानो केटाकेटी बच्चा बच्चाको लागि यहाँ चप्पल ठाउँ ठाउँ यस्तो दामी दामी छ। यो लैजाने कि प्रिन्सलाई? यो कितने का है? कितना नीचे का? हाँ ठीक है, एक दिखाओ जरा। फोटो अच्छा होला। खै बाबु यहाँ हेरौँ त, खै ट्राई गरौँ त एकचोटि। ल बाहिर कहाँ जाँदैछ? ल खै यो खोल्ला लाल वाला में इसमें दे दो। लो तो मैं आज ले जाऊंगा इसमें। छिटो 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 त्यो नलगा न। ल अहिले चाहिँ देखेको मेरो छोरो हिरो जस्तो चस्मा लगा त। अब मेरो छोरालाई बल्ल भयो त। उता कहाँ हेरेको? साडोले एमएलए भन्नुभएको छ यहाँ ठ्याक्कै। हेर्नुहोस् गाइस दामी दामी एकदम यार, गजब यार। समथिङ 2000 को सपिङ 2000 को सपिङ गर्दा हामीले एकदम मस्त रहेछ। महँगो सोचिरहेको थिएँ तर यहाँ चाहिँ सस्तो रहेछ। गाइस क्वालिटी राम्रो। स्टार्टिङ प्राइस 250 देखि स्टार्ट छ। मस्त मस्त खादीको कपडाहरू हुन्छ। अनि यो दौरा सुरुवालदेखि लिएर बच्चालाई कपडादेखि लिएर सारा मस्त मिल्यो। हामीले 2000 को सपिङ गऱ्यौँ। बेस्ट। थ्याङ्क यू सो मच। शिल्पाराम पार्कभित्र आउनु होला। यहाँभित्र यहाँ चाहिँ बाहिर हेर्दा हुन्छ। स्टल नंबर कितना भैया? 30। स्टॉल नंबर 303। स्टॉल नंबर 303 में आके देख सकते हैं। सबै हातले बनाएको यस्तो दामी दामी छ। चमर टोटली एक एक कपहरू सब मस्त छ। माटोको भाँडाहरू ल कस्तो सेम टु सेम बनाइदिएको छ। यो झुमर
झुमरहरू हेर्नु भगवानको मूर्तिहरू माटोको बोतल चिसो हुन्छ यो सबै हो भाँडासाँडा राख्नेदेखि लिएर यहाँ मूर्ति पनि छ कति राम्रो छ यस्तो छ माटोको सबै आउनु सक्नुहुन्छ सस्तो सस्तोमा छ माटोको चिया कपमा माटोको भाँडो है के बाबु वेटिङमा छन् के बिस्तारै हामी काश्मीर हो त्यहाँ काश्मीरी बोटमा तपाईँको हातमा छ ह्यान्डल हाई हेलो हामी काश्मीरी पानी हामीभन्दा अगाडि पनि छ नि मस्त थोक्यो है हामी जङ्गलतिर माछा छोड्नु भनेर आएको माछा पाएन त्यता छ न माछा हाम्रो बोट बहुत स्पिड भयो क्या पछाडि लिएका छन् तिनीहरूले यतिखेर उहाँ पुगिन्छ भनेर पछाडि पनि आउँदैछन् फाइनली आज चाहिँ शिल्पाराम पार्कको यति नै तपाईँहरूलाई भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यसले कमेन्ट गर्नु नभुल्नु होला आजलाई बाई बाई फेरि पनि मिलाउँला नेक्स्ट भिडियोमा